हेलो नमस्ते साथीहरू, यो चाहिँ कोरोना कालमा छेजुतो घुम्न जाँदाखेरिको भिडियो। हेलो गाइस, अहिले चाहिँ हामी तेजु सगीपोसीको छङबाङ फोक्फो भन्ने यो छङबाङ वाटरफलमा चाहिँ आएका छौँ। झरना यो चाहिँ एकदमै सुन्दर र रमणीय रहेछ भनौँ है, सोचेको भन्दा धेरै राम्रो र यहाँको मौसम पनि हामी हेर्न सक्छौँ। वातावरण पनि एकदम राम्रो छ र हाम्रा साथीहरू त्यहाँ फोटो पनि क्लिक गरिरहेका छन् भने एकदम पानीको बहाव चाहिँ उडेर यहाँसम्म आइरहेछ र त्यो चाहिँ म पनि यहाँ फिल गर्न सक्छु। एकदमै मजाको फिल भइरहेछ र यो झरना चाहिँ तपाईँको भन्नुहुन्छ नि वाह, गजब गजब। झन्डै हाम्रो साथीहरूसँग यो प्लेस चाहिँ यो प्लेस चाहिँ नआउने भनेर डिसाइड गरिसकेका थियौँ, तर हाम्रो अर्को ठाउँको चाहिँ अब कोरोनाको कारण बन्द भएको कारणले हामी यो ठाउँमा आएका छौँ र यो ठाउँ चाहिँ तपाईँको एकदम रमाइलो रहेछ र मान्छेको भिड पनि हामी हेर्न सक्छौँ रमाइलो। र हामीले पनि चप्पल लाएर आउनु पर्ने रहेछ जस्तो महसुस भयो, पानीमा हल्का चिप्लुङ चिप्लुङ हान्नको लागि। तर ठिकै छ, एकदम रमाइलो छ। यो छेजु आउनु भयो भने सगीपोसी छङबाङ फोक्फो भन्ने ठाउँमा अवश्य आउनु होला, यहाँ एकदम रमाइलो छ। र मान्छेहरू यहाँ कपालले फोटो पनि खिचिरहेछन्। हामी चाहिँ केटा केटा आएको छौँ होइन, त्यही भएर अहिले ग्रुपिङ फोटो जान्छ। रमाइलो छ एकदम साथीहरू। त्यो झरना चाहिँ खालि हेरौँ हेरौँ लाग्ने रहेछ कि। र छेजु सगीपोसी छङबाङ फोक्फोको भिडियो चाहिँ यहीसम्म।